हेलो एभ्रिवान, जय मसी। आज सन्डे हो, त्यही भएर म चर्च जाँदैछु। अनि आज स्टार सन्डे पनि हो, त्यही भएर आज स्पेसल चाहिँ स्टार सन्डेको भ्लग छ। अनि म चाहिँ जाँदैछु, साथमा बहिनी पनि छ, पछाडि आउँदैछ। अनि घरबाट चाहिँ हामी दुईजना निस्किसक्यौँ। अनि अब भोलि चर्च पुगेर हेर्नुहोस् होला। अहिले बाई बाई। परिस्थितिमाथि हो, हाम्रो रोगमाथि हो। धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ। उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एक हप्ताभित्र हुन नहुनु भयो। अस्तिको हप्ता खजुरी आइतबार हामीले आइज ढलाइको कुरा सुन्दै थियौँ। बोलाउनु हुने येशूलाई महिमा विश्वास
छुने छैन ती सबैले अनन्त जीवन अनन्त जीवन मान्छे सबैजनालाई मेन कुकहरू चाहिँ हुनुहुँदो रहेछ। आज चाहिँ के थियो मासु जो चाहिँ म खाँदिनँ। आजको सेवाकाई जो पुनरुत्थानको जस्तै अब रिजरेक्सनको यो सर्भिस थियो अनि आज प्रभु येशू ख्रीष्टले मृत्युमाथि विजय गर्नुभएको जसलाई हामी विजयको सेवाकाई पनि हामी भन्छौँ अनि पुनरुत्थानको सेवाकाई पनि भन्छौँ अनि धेरै आशिष भयो, मजा आयो, रमाइलो भयो अनि सेवाकाईमा विभिन्न पक्षबाट हामी आशिष बनेका छौँ। सन्डे स्कुलको नानीहरूदेखि लिएर आज विभिन्न हाम्रो मण्डलीका आमाहरू जवानहरूले आफ्नो आफ्नो प्रस्तुति राखे जहाँबाट परमेश्वरको महिमा भएको छ। त्यति मात्र होइन, हामीले परमेश्वरको जीवन वचनबाट पनि हामी धेरै आशिष भन्यौँ। प्रभुलाई महिमा भएको होस्। आजको इस्टर सन्डे जो आज रिजरेक्सन डे भन्छौँ हामी, यो सेवाकाई चाहिँ आशिष बनेको छ। एकदमै प्रभुलाई महिमा भएको होस्। थ्याङ्क यू सो मच।